यो केटीले जब आफ्नो आँखामा आई ड्रप हाल्छन् तब उसले के थाहा पाउँछ भने उसको वरिपरिको साथीहरू सबैले उसैलाई एकरो हेरिरहेको छ। उसलाई के लाग्छ भने सायद उसको अनुहारमा केही दाग लागेको हुनुपर्छ, त्यसैले सबैले उसलाई हेरिरहेको छ। उसले हतार हतार ऐना निकालेर आफ्नो अनुहार हेर्छ तर ऐनामा कुनै पनि दाग देखिँदैन। तब उसले के याद गर्छ भने पछाडि बसेको स्टुडेन्टहरूले पनि उसलाई एकदमै घुरेर हेरिरहेको छ। उसलाई अब यो सबै कुराहरूबाट एकदमै अचम्म लाग्छ र डर पनि। त्यसैले उसले यो कुराहरू आफ्नो टिचरलाई भन्न चाहन्छन् तर उसलाई के थाहा टिचरले पनि उसलाई एकरो हेरी मात्र रहन्छ भनेर। उनी आफ्नो क्लासरुमबाट भागेर बाहिर आउँछन्। तब उसले के सोचेको हुन्छ भने अब सब कुरा नर्मल हुनेछ। तर जब बाहिरको स्टुडेन्टहरूले पनि उसलाई एकहोरोसँग हेरिरहेको हुन्छ तब उसलाई एकदमै डर लाग्छ। उसले बाहिरको दुईजना मानिसलाई सोध्ने कोसिस पनि गर्छन् तर ती मानिसहरूले पनि उसलाई त्यसरी नै एकहोरो हेरिरहेको हुन्छ। अब उसलाई घरमा आएर एकदमै दिक्क लाग्छ। उसले सोच्छ एकछिन टिभी हेरेर टाइम पास गर्छु, तर टिभीको कलाकारहरूले पनि उसलाई यसरी नै एकहोरो हेरिरहेको हुन्छ। उसले के भन्ठान्छ भने सायद कुनै तनावको कारणले उसलाई यस्तो भ्रम परिरहेको छ। उनी भोलिपल्ट फेरि कलेज जान्छन् र ठिक त्यस्तै नै हुन्छ। कोही पनि मानिसले उसलाई देख्न सकिरहेको हुँदैन। तब एकजना व्यक्तिसँग ऊ ठोकिन्छ र त्यो व्यक्तिले त्यो आई ड्रप उचालेर हेर्न सुरु गर्छ। त्यसपछि त्यो व्यक्तिसँगको कुराकानीको क्रममा के थाहा पाउँछन् भने यो सबै त्यो आई ड्रपको कारणले हो। यदि त्यो आई ड्रप 3 दिनसम्म प्रयोग नगर्ने हो भने उसको लाइफ फेरि पहिलेकै जस्तो नर्मल हुनेछ, किनकि त्यो व्यक्तिले पनि ठिक त्यही आई ड्रप प्रयोग गरिरहेको हुन्छ।